म कालो होइन मस्त कालो भैँसी my channel के छ खबर सो गाइस वेलकम ब्याक टु माई च्यानल के छ खबर एपिसोड सन्चै हुनुहुन्छ होला म पनि त सन्चै छु र अहिले चाहिँ म यतिकै ब्लग स्टार्ट गर्छु भनेर स्टार्ट गर्नु भएको हैन अहिले चाहिँ टक्क लाएर 7:45 भएको रहेछ 7:45 भएको छैन साँझको टक्क हैन म चाहिँ आज यतिकै ब्लग स्टार्ट गर्छु भनेर हो है त अब ब्लग सुरु गरौँ अहिले चाहिँ टक्क मौसम चाहिँ बब्बाल रहेछ हैन टक्क लाएर उता चाहिँ के गर्न लाग्छन् हैन केटाहरु रहेछन् के हेर्नुस् है गाइस यहाँ केटाहरु रहेछन् के गर्दैछन् लाइट बालिरहेछन् हैन साथीहरु टक्क लाएर अहिले चाहिँ म घरमै छु यो चाहिँ मेरो घर हो है त गाइस अहिले चाहिँ राति पर्न लाग्यो हैन त साँझको मौसम राति हुँदैछ लाएर अब यति बसिरहेको छु अहिले टक्क लाएर चाहिँ बसिरहेको छु यता देख्न सक्नुहुन्छ उता चाहिँ आलु काट्दै यहाँ चाहिँ मेरो मम्मी यता हेलो भनिदिनु होला भान्सा भयो हैन र चाहिँ मेरो साइकल राखेको छ टक्क लाएर यसमा चाहिँ भात राख्दै छ हैन यसमा चाहिँ तरकारी पाके होला अनि यता चाहिँ आलु ढुँडै टक्क लाएर यता देख्न सक्नुहुन्छ हैन र म चाहिँ यता ढुल्दै छु सो गाइस अहिले चाहिँ टक्क लाएर पसलमा मान्छे आएको थियो हैन र म चाहिँ अहिले देखाएको छैन होला किनकि म कालो होइन म कालो होइन र चाहिँ म यता बाहिरको बाले भित्रको कुन हो यार हल्का देखियो होला त्यो पनि कालेको छु हैन टक्क र हैन र आज चाहिँ हजुर देख्न सक्नुहुन्छ यता यहाँ चाहिँ मेरो बाजे हैन टक्क यता बस्दै यो चाहिँ म हैन गाइस भिडियो लाइक मन परेमा लाइक सब्स्क्राइब सेयर गरिदिनु होला अडेर भइसकेको छ हैन अहिले चाहिँ म देखाएको छैन होला अब एकछिन रोक्नु है म देखिनलाई यता जादु गर्नुपर्छ कि सो गाइस अब चाहिँ फेरि बल्ल देख्यो होला म चाहिँ टक्क लाएर हैन र यता चाहिँ मस्तै कालो भैँसी हैन मस्तै कालो भैँसी हैन टक्क लाएर सेटी छ होला सेटी छ होला हैन र यता चाहिँ गर्दै टक्क के तरकारी हो के भन्दिनु चन्दा चान्न चाहन्छ मासु यो मासु हो हेर्नु आलु मासु हैन आलु मासु हैन छुट्ने हो हामी ल सो गाइस यहाँ चाहिँ भात जाँदै छैन टक्क लाएर अब खाने बेला पनि देखाउने हो यी अनि टक्क लाएर यता चाहिँ आलु स्टोनमा ग्रेभी सो गाइस मेरो खाना आइगयो हैन टक्क लाएर अब चाहिँ म खाना रान्दा छु अब भिडियो मन परेमा लाइक सब्स्क्राइब सेयर गरिदिनु होला थ्यांक यू